हेलो सबैजनामा नमस्ते। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिकै छु। आज चाहिँ हामी फोटोसुट गर्न जाँदैछौँ। आज म चाहिँ मेरो बाइक यहीँ राखेँ अनि सामान धेरै छ नि त, त्यो हुनाले स्कुटर लिएर हिँडेँ। म चाहिँ भतिजलाई पिक गर्न चाहँदैछु अनि आज चाहिँ हामी यसो आउटडोरवाला, कति इन्डोर मात्र गरिराख्नु भनेर आउटडोर पनि ट्राई गरिदिउँ नि त भनेर हिँडेको। शुभमलाई फोन हानेको उठेन, म त्यहीँ जान्छु उसको घरमै। अनि हो शुभमले फोन हाने जस्तो छ। हो शुभमकै फोन आयो, एकैछिन है त। कहाँ हो भतिज? ल म तिम्रो घरको चोकमा छु है। म ठ्याक्कै त चोकमा के निसाको घर यता। ल हाम्रो भतिजो चाहिँ फ्रेस हुन आँटेर रहेछन्। हाम्रो मोडेलहरू चाहिँ आउँदै हुनुहुन्छ, मोडेल र मेकअप आर्टिस्ट। हामी चाहिँ गएर लोकेसन हेर्छौँ। हाम्रो आज यसो खोलामा गएर गरिदिउँ कि भन्ने सोच आइरहेको थियो होइन। लेट्स सी। म चाहिँ अब एकछिन शुभमलाई कुर्छु अनि त्यसपछि यहाँ चाहिँ बाटो बन्द छ, उसको घरमा जाउँ भने। पुरानो बजार यो साइडतिर पनि मेरो एउटा प्लानिङ छ, मिल्यो भने हामी गर्ने नै छौँ। खतरावाला थिम छ, सोचेर बसिरहेको छु। मिल्यो भने चाहिँ सायद गर्छु होला। एकछिन यहाँ भतिजलाई कुर्नु पऱ्यो, त्यसपछि हाम्रो बागलुङको बालेन दादा, आमामा हेन्सी बालेन दादा, आमामा हेर ठ्याक्कै केही फरक छैन है। हाम्रो शुभम भतिज पनि आइसके, लिटिल बालेन। अनि हामी चाहिँ यहाँबाट निस्किन्छौँ। उनीहरू चाहिँ आउँदैछ अरे, फोन गरेको थियो। आज बाइक नल्याएको रिजन चाहिँ सामान टन्नै छ नि त, अनि त्यो हुनाले झ्याउ लाग्यो। अनि त्यही भएर बाइक राखेर अनि स्कुटर साथीसँग मागेर लिएर हिँड्या। के गर्नु त, टाइम पास गर्नै पर्यो 2 दिनको जिन्दगीमा। देख्न सकिन्छ लामो पुल अहेड। स्कुटरमा नि मजै आउँछ। बाइकमा सब अगाडिको छेक्छ नि त त्यो उसले। यहाँ चाहिँ छ्वाङ्ग देखायो लाग्यो सबै वाइडमा। उल्लु उल्लु। अब गएर लोकेसन हेर्नु पर्यो। लोकेसन चाहिँ फाइनल भएको छैन, लोकेसन हेर्छौँ। त्यति जेलसम्म उनीहरू पनि आइपुग्छ, ठिक्क हुन्छ। कति मोटो भ्लग मात्र हालिराख्नु होइन, आफ्नो कामको पनि हालौँ नि त। एकदम मोटी फेरि सब चिनेको मात्र भेट्छ क्या। फेरि देखेपछि बोलाउनै पर्यो होइन, बोलाउनु मन लाग्ने। अफरोड छ, अफरोडमा स्कुटर पनि मजै आउँछ। यहाँनिर चाहिँ अलिक डार्क थिम छ, यतै गर्नुपर्छ कि जो छुट्टै छ, जाँगर छुट्टै छ। खोलामा पानी नै छैन यार, यस्तो समस्या छ यार। पुरै अफरोड छ। हामी चाहिँ लगभग डेस्टिनेसनमा आइसक्यौँ। पहाडमा बस्नुको फाइदा चाहिँ यही छ कि ट्याक्क लाएर खोला सोला होइन हेर्न पाउँछ, झर्ना सर्ना होइन। तर बाटो अफरोडिङ पुरै। यहाँ एउटा फार्म थियो, अहिले चाहिँ बन्द भइसकेछ क्या।
यहाँ चाहिँ पुल छ हैन, यता खोला छ। उ यतैतिर नि दामी आउँछ। अब हामी यतै रोक्छौँ। मक्का फाइनल्ली हामी डेस्टिनेसनमा आइसक्यो। अब हामी चाहिँ लोकेसन भिजिट गर्छौँ हैन त। हामी चाहिँ ठाउँ खोज्दैछौँ तल झर्ने। यहाँ चाहिँ ठाउँ नै छैन के, पुरै यस्तो छ के हैन त। अनि त्यसपछि त्यतातिर गरौँ कि भन्ने सोचाइरह हो। हेरौँ है त। झाडी झाडी छिर्नु पर्यो, गर्न नि पर्यो, के गर्नु त। भेट्टाएन पुरै जङ्की पारामा। हिजो भर्खर प्रिन्ट गरे टी सर्ट। तिज पछि पछि बाटो हेर्दै यहाँ नि दामी हुन्छ यार। यहाँ पनि बब्बाल हुन्छ क्या यो कुनामा, यतै बसेर नि हो कि। कालै माथि नै बस्यो सामान हेरेर। म चाहिँ तल लोकेसन हेरेको। उयो पाहाडतिर चाहिँ दामी छ क्या। कडा छ है ठाउँ चाहिँ। आमा बबाल के ल। हामीलाई गाली पो गर्ने हो कि मेकअप आर्टिस्टले मोडेलले। मलाई यस्तो यस्तो काम गर्न फेरि खुब इन्ट्रेस्ट लाग्छ। अब लागेर के गर्नु होइन। सबै कुरा मिल्नु पर्यो, सबै कुरा केही मिल्दैन। ल खतरा छ यार यहाँ त यार, अति नै दामी। अब हामी चाहिँ सोच्दैछौँ। मैले भने जस्तो ठाउँ पनि भेटाएँ यार त्यहाँ यार। म चाहिँ यहाँबाट जान्छु, कालेलाई चाहिँ उताबाट बोलाउँछु। कालेले चाहिँ स्कुटर ब्यागहरू लिएर आउँछन् हैन त। गइरो छ त है। ल अटो एक्सपोजर रोके। दौडिरहेको छु। यतातिर ठिक छ कि। अनि मेरो चाहिँ फोन अन गरिरहेको छु, किनकि उनीहरूसँग मेरो उस छैन क्या, नम्बर छैन नि त। यो ठाउँ चाहिँ म ठिक छ त्यो ढुङ्गामा चाहिँ हामी गर्छु होला। यहाँ चाहिँ गहिरो छ। अब यताबाट जानु पर्यो। शुभमलाई उतै बोलाउँछु म। पुरै चिप्लो भइसक्यो यार। बाटो भेट्न मलाई गाह्रो भयो। अब म चाहिँ यताबाट जान्छु। फेरि खोलै तर्नुपर्ने भयो यार। त्यत्रो आयो, अब खोलै गर्नुपर्ने भयो फेरि। यस्तो समस्या। यताबाट जाउँ गहिरो छ होइन त। अब यतैबाट जाने, पारिबाट जाने सोचाएँ कि, त्यही भएर। खोला चाहिँ अति बवाल छ यार। त्यहाँनिर नि हुन्थ्यो, तर त्यहाँनिर मोडेललाई राख्नै धौ छ क्या यहाँनिर। किनकि यता गहिरो छ, लडिहाल्यो भने भुक्लुकै हुन्छ क्या होइन। काम चाहिँ सेफ्टीसँग गर्नु पर्यो नि त। हेलो, कहाँ हुनु भयो? म थाकिसक्यो, रातो भइसक्यो। हाम्रो मोडेलहरू पनि आइसक्यो। अब हामी चाहिँ कता गर्ने भन्ने सोचमा छौँ। ठाउँ खोज्दैछु। भयो भने चाहिँ यतै गर्ने, किन उसलाई असिलोमा लग्नु भन्ने कुरा हो। म चाहिँ यहाँ तल बस्छु होइन। यहाँनिर मोडेललाई चाहिँ त्यहाँनिर राख्ने होइन त। त्यहाँ तल थियो के ठाउँ चाहिँ सही थियो, तर त्यो हिँड्दै असिलो हुन्छ जस्तो लाग्यो। खोला तर्नु पर्ने जस्तो लाग्यो। के असिलो हुने हो र? यहाँबाट यो ठाडो भिर झर्नु पर्ने रहेछ के। अनि यति झरिहाल्छ नि हो खाली खुट्टा। सोल्टिनी के गर्ने ल भन्नु? होसियर हो, रिग्रेट हुन्न नि। केही न केही त फल पाइहाल्छ नि।
के हुन्न तिमी मेरो भ्लग हेर्छ यत्रो दुःख छ गाई हाम्री माता है दूध देना पड़ता है भाइ कति धेरै गाई नो 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 मात्रै हो यसलाई चाहिँ माथि हाल्नु मिस छाया हजुर हेलो मेमोरी हो क्या यो भनेको अरू केही नै होइन आऊ 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 छिरो छिरो आमा के हो र भतिजले खोलामै स्कुटर लगाएर स्कुटरको एडभर्टाइजमेन्ट गर्न आँटे क्या न म खोलामा छु आधी डुबिसकेँ शुभम तिमी त्यहाँ लाइट समातेर बस्न सक्छ कि सक्दैन नभए तिमी खिच म सेट गरिदिन्छु म चाहिँ उता लाइट उस गर्छु नि त हुन्छ ओके डन हजुर चाहिँ ऊ यहाँ बस्नु ल ऊ यहाँनिर ल यो ढुङ्गा माथि त सक्छ नि होइन जान गाह्रो पर्यो छायालाई चाहिँ यस्तो भन्छ है शुभम अब अरू के चाहियो मोडल चाहिँ तिमी हुन् नमस्ते नगर नमस्ते उता शुभमलाई पनि म धनी भइसकेँ दुईवटा 17 प्रो म्याक्स हाम्रो शुभम भाइको सेटअप हुँदैछ त्यहाँ जुम इन जुम आउट हुन्छ लाइट चाहिँ हुँदैछ ओके अब म क्यामेरा निकाल्दैछु कसले फोन गर्यो हजुर दाइ हजुर म यता खोलातिर दाइ हेलो मैले यस्तो छ है जुम हुँदैन जुम हुन्न यो यति स्ट्रगल गरेछौँ है यहाँ छिन् छाया यहाँ चाहिँ मोडल आऊ अब यस्तो राम्रो मोडल कहीँ देख्नुहुन्छ नमस्ते गर्छु नि यिनले मोडलको दिदी अनि म चाहिँ यहाँ बोल्यो तिमी फोटोग्राफर भएर तिमीलाई थाहा हुँदैन कस्तो भएछ त नि फिल म राम्रो देखेछु साथी कस्तो फिल भयो त नि यहाँ चाहिँ यस्तो छ है म चाहिँ मलाई चाहिँ वाच नगर म देखाउँछु यति धेरै स्ट्रगल छ लक्यो चप्पल ओके यसलाई यस्तै छोड्दै हुन्छ कि उता उडा देख्न चाहिँ देख्दैन नभए यस्तो त्यहाँ सुधार राखिने ओके आफू लड्नु चाहिँ भएन एकदम सेफ है त एकदमै आफूलाई घमण्ड पुस गर के पुरै म जस्तो राम्री कोही छैन फिल ल्याउ न भित्रबाट हो के यति अप्ठ्यारो ठाउँमा हेर त पोल्टिनी मिल्छ भने जानु त्यहाँ गरे ठिक छ बिचरा के जोस होला जानी यो यस्तो छ उता चाहिँ पानी लगेको छ लेखेको छ नि धेरै पकाउनु पर्छ लेजहरू लेस से चाउ 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 फ्रुटी नि भन न फ्रुटी पानी अरूको बाटो सर्दिका दिदीकोमा जाऊ ल्याएर दिनुहुन्छ भन यस्तो चाहिँ मजाले अलि
हात मजाले गर न कन्फिडेन्सको साथ गाह्रो छ साथीहरू मलाई किन कन्फिडेन्स आउँछ मजाले आउँछ कि भित्रबाट साथी खै यस्तो छ दुःख हेर्न सक्नुहुन्छ यता पनि हालत त्यस्तै छ रौ नजिकै साथी त खोलाली र पेट लागेछ म बुढो भएँ जिम जानु जिम दिदी यस्तो स्ट्रगल नि दिदी फेसमा एक्स्ट्रा एटिट्युड ल्याउ का मजाले हातलाई त्यही सिकाउनु भएको हात अलिक माथि हात अझ माथि यस्तो गर अनि मजाले हेर्देऊ हेर खुलेर अझ खुलेऊ ओके खुला खुला अझै थोरै मजाले हेर्देऊ न किलर लुक्स देऊ न किलर लुक्स ओके ओके हैन हैन अरूलाई ड्याम केयर ए ध्यान के एकछिन है when you have too many models around. ल है त हामी बिहाइन्ड द सिन्स स्टिल सोल्टिनी त्यहाँ हुनुहुन्छ त्यहाँ सोनु शुभम फोन हाम्रो के भन्छ तिमी के हामी फुडमा होइन तिमी हजुर के अरे डेलिभरी भयो डेलिभरी होइन तिमी फुडमा जुस खाँदै तातेको चाय सोल्टिनी पुरै फर्ममा आमा स्विमिङ गर्न जान्छु हाम्रो मिनी ब्लगर मजा लाग्यो तिमीहरू जस्तोहरूले कहाँ यस्तो एडभर्टाइजमेन्ट गर्ने वाउ म त फसिछु निरागामा बिल्ला नान्थ्यो नि यार ए मेरो अस्तिको ब्लग हेऱ्यौ तिमीहरू पनि छ ब्लगमा हेर न खै देखाऊ त यहाँ हेर्नु ब्लगमा आउनुभयो उहाँ सुमन दाई हेलो भन्नु न यो फोहोरहरू सब उठाइसक्यौँ यहाँ केही पनि राखेनौँ बहिनीले हो बिचरा कस्तो ज्ञानी ज्ञानी ओ फोरे न हामी चाहिँ अब अर्को सुट प्रिपेयर गर्दैछौँ धेरै नगर्ने अलिअलि गर्ने थोरै गर्ने मिठो गर्ने थोरै खाने मिठो खाने भने जस्तो टिनीको राम्रो फोटो रे आमामा लडेन्जी ओए तपाईँ हो क्या यार कहाँ हो तपाईँ कसले खिचिदिएको भन्नु न घर कता उसमा काम गर्नुहुन्न कि केमा मलाई मसलामा काम गर्नुहुन्न छ हुन्छ केही नै हुन्न थोरै यता मिल्छ देख्न सकिन्छ हाम्रो मोडल रेडी भइसक्नु भएको छ देख्न सकिन्छ यति धेरै स्ट्रगल छ नि हाम्रो फिल्डमा है स्ट्रगल नभए त केही कामै छैन क्या जसले दुःख गर्यो त्यसले जाने क्या त्यसको रिजल्ट बवाल सोल्टिनी पुरै पल्टिनु भयो मैले खिच्नै पाएन यस्तो अब आमा पुरै भिज्नु भयो सोल्टिनी त अब हाम्रो सोनु स्टाइलिसले सिकाउँदैछ शुभम लाइट समाज बसाएको छ दिदी उहाँ त्यत्तिकै बस्नु भएछ हाम्रो बैरागिनी भाइ कहाँ गए ए भयो भिजेर राम्रो बहुत बढिया मजा आयो एक लड्कन उठान कस्तो भयो बवाल कसरी म मिस हुन सक्छु यहाँ हेर्न एकछिन है यताको भन्दा योहरू राम्रो लागेको थियो कि मलाई त एकछिन है होइन 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 ठिक छ
दामी देखेको त्यहाँ ए हो नि सही छ हामीलाई 3टा राम्रो आयो कि एक्का नै भयो क्या यत्रो घन्टा मेरो गरे सिलेक्ट गर्ने 4टा भन्दा बेसी हुन्न यहाँ 5वटा भन्दा ल त्यही नि आउन्न 3टा यो पनि ठिक छ अलि शरीर खोलेन जति अलि सानो खुट्टा भएको कोही छैन यहाँ हेर न भाइ हाम्रो सुट लगभग सकिसक्यो सोनु बहिनी दियो बहिनी पानीमा इन्जोय गर्दै कस्तो भयो शुभम बवाल होइन यति गरेर सुट गर्न त घर बसेर मासु भात खाइन्छ